तपाईहरु सबैजनालाई सन्ध्याकालीन नमस्कार छ। तपाईहरुलाई म आज हाम्रो बच्चाहरुको किचनतर्फ लैजाँदैछु। आज हाम्रो घरमा चाहिँ नेपाली खाना, नेपाली भाषामा चाहिँ यसलाई ढिँडो भनिन्छ। यो कोदोबाट बनेको हुन्छ। यो एकदमै स्वादिष्ट हुन्छ र स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुन्छ। अनि हाम्रो श्रीमानलाई पनि यो धेरै मन पर्ने हुनाले कहिलेकाहीँ हाम्रो भान्सामा पनि ढिँडो पाक्ने गरेको छ। मैले आज मैले यो हाम्रो 2 वर्षको बच्चाको लागि चाहिँ मैले दाल अनि मासुको पिसहरू अनि त्यसपछि अनि हाम्रो यो 8 महिनाको बच्चालाई पनि म दुधसँग मिसाएर चाहिँ ढिँडो बनाएको छु। अनि यो शिरीषा मेरो बच्चा चाहिँ त्यति नेपाली अझै बोल्न नजान्ने भएको नि। शिरीषा कोले ओइसी देश का सुकी सो देश का उनले पनि ढिँडो खान सिकिसकेकी छन्। र अनि तपाईलाई यो जापानिज भाषामा चाहिँ ढिँडो कस्तो लाग्छ भनेर 2-4 शब्द भनिदिनको लागि मेरो श्रीमानलाई चाहिँ म अनुरोध गर्न चाहन्छु। 日本語でいいんですか？はい、大丈夫です。日本人友達とかでちょっと説明すると思って日本語でお願いいたします。ネパール語と日本語混ぜても OK です。味がとてもするとは言わないけど、なぜか大好きなんだよね、ジェルは。ネパール料理で一番人気だし、まあ日本人も食べてるから顔出して説明してお願いちょっとできよくわますか。かんないけど、まあ私は大好きです。あとはまあこんなにメニューは全部揃えて、まあチャトニーがあったり、あとまあダールが作っていろいろこう本当にスパイシー味出すと大好きなんだよね。 OK、ありがとうございます。धन्यवाद तपाईहरुलाई यो भिडियो यहाँसम्म हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई फेरि पनि तपाईहरुलाई नयाँ खाना बाइ 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 थ्यांक यू बाइ बाइ।